हेलो साथीहरू, दर्शक नमस्ते है। हामी बाउ छोरा आज चाहिँ जङ्गलमा हामी दाउरा काट्न आछौँ है। बाबु यता हेर त, हामी कहाँ आएको रे? घुम्न आएको कि दाउरा काट्न? घुम्न हो। त्यहाँ हेर्न त फेरि ऊ त्यो पानी खेला ल, ऊ हातले ल यी है। हामी सबै फ्यामिली घुम्न, हामी बुढाबुढी छौँ है। यहाँ टिकटक बनाउने कुरो छ। हित्तिर मामा हुनुहुन्छ, हित्तिर सासू हुनुहुन्छ, तल पनि थुप्रै हाम्रा यी भर्खरको नवजोडी, यो हाम्रो पाण्डेश्वरको नवजोडी ठ्याक्कै हाम्रो पछाडि आउनु भएको छ। उहाँहरूको चाहिँ भर्खर बिहे भएको 15 दिन भयो। उहाँहरूको बिहे भएको 15 दिन भयो। उहाँहरूको अब फ्यामिली प्लानिङ छ है। ल उहाँहरू पनि आउनुभयो। अब ट्याक्क हामी चाहिँ भिडियोमा आउँछौँ है बेलुका टाइगर मगर युट्युब च्यानलमा झ्याप्प। अनि अरू पनि आउँदै हुनुहुन्छ तलतिर। आजको चाहिँ घुमघाम बवाल छ। आजको घुमघाम बवाल छ। अहिले 1-2टा बियर खाएपछि अझै कुरो निस्किनेवालो छ है। ल टिकटक बनाऊ न त। सरको स्माइल पनि बवाल छ यहाँ। गरम ल अहिले ठ्याक्क हेर्नु त साथीहरू, ठ्याक्कै हाम्रो गाउँघरकै झल्को दिनेछ कि रुखहरू पनि यो यस्तो बवाल ठाउँमा आइयो नि आजै। हेर्नुहोस् ठ्याक्कै यो पाइप पनि आछ कि फेरि यहाँ पानी पनि जाँदो रहेछ यो पाइपमा है। बवाल छ है। केही वर्ष पहिला अहिले पनि यो ठाउँ चाहिँ एकदम पहिला चाहिँ फिल्मको सुटिङहरू गर्ने ठाउँ हो। यो ठाउँहरूमा चाहिँ एकदम सुटिङहरू हुन्थ्यो कि, जस्तो पुरानो इकु मुभीहरू छ होइन, जङ्गली मान्छेहरू छ, अनि यस्ता थुप्रै मुभीहरू यही जङ्गलमा चाहिँ सुटिङ हुन्थ्यो कि पहिला। अब अहिले चाहिँ के हुन्छ है, नयाँ मुभीहरू चाहिँ। तर पहिला पुरानो मुभीहरू चाहिँ जङ्गलमा जति मुभीहरू हुन्थ्यो यस्तै जङ्गल यही गोदाबारीकै जङ्गलमा हुन्थ्यो कि। अहिले हामी चाहिँ ठ्याक्कै गोदाबारीको जङ्गलमा छौँ। आज चाहिँ हाम्रो एकदम ह्याप्पी मोमेन्ट, एकदम रमाइलो राम्रो छ, बवाल छ। सबैजना साथीभाइले मेरो च्यानललाई सब्सक्राइब, सेयर, लाइक, कमेन्ट गरेर चाहिँ एकदम चाहिँ मलाई माथि बढाउनु होला है। यस्ता भिडियो त कति आउँछन् कति त्यसपछि त है। मामा आज मामा चाहिँ एकदम ह्याप्पी हुनुहुन्छ। मामा चाहिँ मामाको आज चाहिँ एकदम रनिङ चलिरहेछ है। ल गाइज है, लभ यु सो मच गाइज।